हेलो एभ्रिवान, आज चाहिँ म र मेरो भाइ भएर हामी मूलघर जाँदैछौँ। यो चाहिँ हाम्रो मूलघर जाने बाटो हो। यो बाटो चाहिँ यहाँनिर छुट्टिन्छ, उता गयो भने छिन्ताङ गइन्छ अनि यता आयो भने चाहिँ मूलघर जाने बाटो हो होइन। आज चाहिँ म र मेरो भाइ चाहिँ देवालाई चामलहरू ल्याइदिएर गइरहेको छौँ। मेरो मूलघरको अवस्था कस्तो रहेछ, कति भइसक्यो है यहाँ नगएको, कस्तो रहेछ बाटो चाहिँ पुरै भिजेर यस्तो भइरहेको रहेछ होइन। कुखुराहरू हिँडिरहेको रहेछ मेरो मूलघरमा, लगेर यस्तो भएको रहेछ है मेरो मूलघरको। बोजू बिरामी भएदेखि देवा एक्लै हुनुहुन्छ घरमा, अनि घरको हालत चाहिँ पुरै यस्तो छ। गाईहरू बाख्रा यहाँ तल हुनुहुँदो रहेछ हाम्रो देवा चाहिँ। अनि यता देवाको सुन्तलाको बिरुवाहरू रहेछ, धनियाँहरू सब फुलेको थियो। मकै चाहिँ हिजो अस्ति भर्खर छरेको, अरूहरूको सबै उम्रेर लामो लामो भइसकेको थियो। अनि हामीले चाहिँ केही गरेको थिएन नि त। सिस्नो गोबर पनि रहेछ, अहिले सिस्नो खाने बेला भएको भ्याक्कै छैन। अनि प्याजहरू फुलेको रहेछ। म चाहिँ एकदम एक्साइटेड भएर यही कामको लागि गएको थिएँ। यो भनेको चाहिँ बगडा हो, मेरो फेभरेट। हामी चाहिँ यसलाई सिन्दुरे बगडा भन्छौँ। तपाईँहरूकोतिर सायद के भन्छ, पाउँछ कि पाउँदैन होला है। मलाई चाहिँ कस्तो मिठो लाग्छ कि अचारहरू कुटेर खानुलाई। अनि त्यही भएर दुईजनाले बोटमा चढेर भुइँबाट तानेर के गरेर टिप्यौँ, हामीले एक झोला टिप्यौँ। भोलि बहिनीहरूलाई पनि लगिदिनु पर्नेछ, अनि त्यही भएर धेरै टिपेको। अचार खानु चाहिँ मिठो लाग्छ, अनि यत्तिकै कुटेर नुन खोर्सानीसँग कुटेर खानु पनि मिठो हुन्छ। अब अर्को काम भनेको चाहिँ हाम्रो टाँकी टिप्ने काम थियो। टाँकी खाने बेला भएको छ नि त आजभोलि। मुनाकै हामी चाहिँ टाँकीको मुना खान्छौँ। कतिलाई चाहिँ थाहा नै रहेन कि टाँकीको मुना पनि खाइन्छ भनेर। अनि अब मेरो भाइको एक दुईवटा स्याड स्टोरीहरू सुने, उसको ब्रेकअपको स्टोरीहरू सुने। त्यसपछि म स्याड भएँ, उसले स्याड स्याड भएर सुनाइरहेको थियो होइन। मैले सुने, अनि मैले सोधेँ पनि एक दुईवटा क्वेसन। अनि त्यसपछि हामी दुईजना अब कथा त भन्नु मिलेन। अनि यो चाहिँ हामी सानो हुँदाखेरि खाएको हाम्रो स्ट्रबेरी हो क्या। हाम्रो स्ट्रबेरी अहिले त अर्कै खालको स्ट्रबेरी हुन्छ होइन, हाम्रो सानो स्ट्रबेरी हो। अनि यो झार पनि खान्थ्यौँ कि हामी सानोमा, खोइ के भएर कस्तो अमिलो हुन्थ्यो नि त। अनि खान्थ्यौँ। अनि टाँकीको बोटहरू चाहिँ त छेउछेउतिर छ क्या। भाइ चाहिँ माथि चढेर टिपिरहेको थियो। तल छिमेकी केही काकी चाहिँ काम गरिराख्नु भएको थियो। पुरा देउरालीमा बतास चल्यो भन्दै पुरा टाँकी टिप्यो है। त्यहाँ किरा बिनाको चाहिँ नटिप भने मैले, अनि म टाँकी खान्न, जस्तो हुन्छ त्यस्तै टिपिदिन्छु अरे क्या आफूले नखाने भएपछि। कस्तो सेल्फिस हुन्छ भने नि। मैले चाहिँ टिप्नै सकिनँ, रुखमा चढ्न नसकेर। अनि उसले नै टिपिदियो। अनि यत्तिकै फर्क्यो हामीले एक झोला टाँकी अनि एक झोला बगडा लिएर। अनि सनै फुलहरू यो पहिला खै देवाले रोप्नु भएको होला हौ बारीमा, अनि यस्तो थियो। अनि त्यसपछि यता फर्केर यो चाहिँ सानो, यो चाहिँ अर्को बगडाको बोट हो कि। यो चाहिँ म सानो हुँदाखेरि पनि थियो, तर यो कहिले फल्दैन थियो। जहिले अर्को घरमा गएर मागेर खानु पर्थ्यो। अनि अहिले चाहिँ कोही खाने मान्छे छैन नि त घरमा। अब हामी पनि त्यति बाहिरै बस्छौँ कहिले कहिले त हो। अनि जाँदाखेरि यसपालि चाहिँ फलिरहेको रहेछ क्या। अनि यो चाहिँ मेरो मूलघरको हालत, बिचरा हाम्रो बाजेले कति दुःख गरेर बनाएको थियो होला। अहिले बस्ने मान्छे कोही छैन, खाली छ। अनि यो चाहिँ मेरो फुपूले रोपेको फुलहरू हो, यो माथिको। यो घर पनि खाली नै छ कि। अब घरहरू खाली हुन थाल्यो।